सुरु गरौँ पाइरेट्स अफ द क्यारिबियनको फर्स्ट मुभीबाट। पाइरेट्स अफ द क्यारिबियन द कर्स अफ द ब्ल्याक पर्ल्स 2003। गभर्नर वेदरबाई स्वान र उनकी छोरी एलिजाबेथ स्वान एउटा जहाजमा यात्रा गरिरहेका हुन्छन्। जब उनीहरूले समुद्रमा एक बेहोस केटा भेट्छन्, एलिजाबेथले विलको घाँटीमा एउटा रहस्यमय सिक्का देख्छन् जुन उनले कसैलाई नदेखाउन लिन्छन्। वर्षौंपछि विल टर्नर अब एक उत्कृष्ट तरबार निर्माता अर्थात् ब्ल्याकस्मिथ भइसकेका छन्। उनकी छोरी एलिजाबेथलाई मन पराउँछन्, तर उनी एक सामान्य मानिस भएकोले आफ्नो भावना व्यक्त गर्न सक्दैनन्। अर्कोतर्फ कमोडोर जेम्स नरिङटनले एलिजाबेथलाई विवाहको प्रस्ताव राख्छन्, तर एलिजाबेथ यसबाट धेरै उत्साहित देख्दिनन्। यसैबीच ज्याक स्प्यारो नामको समुद्री डाकु पोर्ट रोयलमा प्रवेश गर्छन्। उनी आफ्नो जहाज ब्ल्याक पर्ल फिर्ता पाउन चाहन्छन्, जुन उनको पूर्व साथी क्याप्टेन हेक्टर बारबोसाले हत्याएका थिए। ज्याकले आफ्नो चलाकीले जहाज चोर्न खोज्छन्, तर उनलाई पक्राउ गरिन्छ। त्यस रात ब्ल्याक पर्ल जहाज पोर्ट रोयलमा आक्रमण गर्छन्। एलिजाबेथले आफ्नो सिक्का एक्जेकको लगाएर भाग्ने प्रयास गर्छिन्, तर समुद्री डाकुहरूले उनलाई अपहरण गर्छन्। उनीहरूले उनलाई मिस टर्नर भनेर चिन्ने भएकाले उनलाई बोकेर लैजान्छन्। जब विलले एलिजाबेथलाई समुद्री डाकुहरूले लगेको थाहा पाउँछन्, उनी ज्याक स्प्यारोलाई जेलबाट निकाल्छन् र दुवैजना जहाज लिएर ब्ल्याक पर्लको पछि लाग्छन्। उनीहरू टोर्टुगा पुग्छन्, जहाँ उनीहरूले जोसामी गिब्स लगायत अन्य चालक दल जम्मा गर्छन्। दोस्रोपट्टि एलिजाबेथले बारबोसाको जहाजमा रहस्यमय कुरा देख्छिन्। रात पर्नासाथ सबै समुद्री डाकाहरू स्केलेटन अर्थात् कङ्गाल बन्छन्। बारबोसा बताउँछन् कि उनीहरू एक्जेक गोल्डको श्रापमा परेका छन्। यो श्राप हटाउनका लागि उनीहरूलाई सबै सिक्का फिर्ता गर्नुपर्छ, साथै त्यसलाई छोएको व्यक्तिले रगत चढाउनुपर्छ। उनीहरू सोचिरहेका हुन्छन् कि एलिजाबेथ टर्नर भएकाले सही व्यक्ति हुन्। यसैबीच ज्याक र विल इस्ला दे मुर्ता अर्थात् श्रापित टापु पुग्छन्, जहाँ ब्ल्याक पर्ल लुकेका हुन्छ। जब विललाई थाहा हुन्छ कि उनीहरू एलिजाबेथको रक्त बलिदान दिन चाहन्छन्, उनी एलिजाबेथलाई बचाउन खोज्छन्। उनी ज्याकलाई धोका दिएर एलिजाबेथलाई लिएर भाग्छन्। ज्याक स्प्यारो भने बारबोसासँग डिल गर्न खोज्छन्। उनले बारबोसालाई आफ्नो पक्षमा पार्न प्रयास गर्छन्, तर बारबोसा चलाक हुन्छन् र ज्याकलाई धोका दिन्छन्। पोर्ट रोयल फर्केपछि ज्याक स्प्यारोलाई पक्राउ गरिन्छ र उनलाई फाँसी दिने तयारी गरिन्छ, तर विलले उनलाई बचाउन प्रयास गर्छन्। अन्ततः एलिजाबेथले विललाई प्रेम गर्छन् भन्ने स्वीकार गर्छिन् र नोरिङटनले उनीहरूको प्रेमलाई स्वीकार गर्छन्। अन्तिममा ज्याक स्प्यारो आफ्नो चालाकीले ब्ल्याक पर्ल फिर्ता पाउँछ र आफ्ना चालक दलसँग समुद्रमा भाग्छन् नयाँ साहसिक यात्राको लागि। कथा अन्त्य भएको छैन, अझै पनि नेक्स्ट